सरस्वती क्याम्पस गयो त त्यही पढेको ए है त्यतिखेर यहाँबाट हिँडेर जाँदैन बेसी जति छ यतासम्म आउने यहाँदेखि हिँडेर जाने अनि यहाँसम्म हिँडेरै आउने अँ पढिँदै थियो एउटा घाँसले यहाँ ल्याएर अनि बाटो नि को थियो घाँस को थियो घाँस एउटा देवेन्द्र भन्ने थियो केटो अनि के पढ्दैन पनि बाहिर गइहाल्ने होइन ऊ त पढेन उसले कमर्स पढ्यो अब पहिला अनि पछि चाहिँ उसले म पनि अब आर्ट्स पनि पढ्ने भन्नु थाल्यो कहाँ पढ्ने त हो भने सिधै लन्चौर जाने त अब सिधै सिधै हो सिधै धेरै घुम्नु पर्दैन है